हेलो गाइस, हामी चाहिँ अहिले झरना हेर्नको लागि जाँदैछौँ तल। यो गण्डकी प्रदेश कास्की जिल्ला यहाँ झरना जानको लागि बाटो एकदम राम्रो छ। तपाईहरु पनि काङतिङ गाउँमा आयो भने यो झरना हेर्न जान सक्नुहुन्छ। हेर्नुहोस् है गाइस, यहाँ कस्तो राम्रो बाटो छ। यो झरना जाने बाटो चाहिँ तपाईहरु पनि एकचोटि झरना हेर्न जानु होला, एकदम आनन्द हुन्छ। हे गाइस, यहाँबाट चाहिँ यस्तो राम्रो बाटो छ। काङतिङ गाउँमा घुम्न ठाउँहरू चाहिँ हेर्ने ठाउँ चाहिँ कोइम्बोली, गुम्बा, झरना, क्रपु डाँडा, सेल्फी डाँडा इत्यादि छन्। कस्तो राम्रो बाटो छ हेर गाइस, तपाईहरुलाई यता घुम्न आउँदै देख्नुहुनेछ। गाउँबाट झरनासम्मको लागि 15 मिनट लाग्छ झरना हेर्न आउनलाई। अब आइपुग्नै लाग्यो है गाइस, अब झरना आइपुग्नै लाग्यो। यहाँ चाहिँ पुल पनि छ। यहाँ देख्नु हेर्नुहोस् है गाइस, यहाँ झरना आइपुग्यो। वाउ वाउ, हेर्नुहोस् है गाइस झरना। हेर्नुहोस् है गाइस, हेर्नुहोस् त कति राम्रो झरना। यस्तो आनन्द आउँछ कि तपाईहरु पनि यस झरना हेर्न आउनु होला है। हेर्नुहोस्, रेल झरना है यो चाहिँ काङतिङको। हस्त धन्यवाद, बाई 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 बाई, थ्याङ्क यू। माथि यो हो